हेलो साथीहरू, आज म तपाईँलाई एउटा नयाँ किबोर्डको बारेमा जानकारी दिन गइरहेको छु। यो एउटा मेकानिकल किबोर्ड हो साथीहरू, तपाईँले देख्दै हुनुहुन्छ र यो एकदम कलरफुल छ र यो चाहिँ हाम्रो म तपाईँलाई यहाँ डिस्क्रिप्सन मजाले देखाउन गइरहेको छु। पछाडि यहाँ यसको छ, यो चाहिँ फेन्टेकको एटम 96 भन्ने किबोर्ड हो। तपाईँले यहाँ देख्दै हुनुहुन्छ है, फेन्टेकको हो है साथीहरू। तपाईँलाई म यसो मेकानिकल किबोर्ड कस्तो रहेछ भनेर यसको फिचरहरूको बारेमा फिचर त खासै केही छैन होइन, यसको जस्तो टाइपिङको विषय र अब यसको कलरफुल देख्ने मोडहरू, यो मोडहरू चाहिँ के छ त साथीहरू आफै चिन्नु साथीहरू, आफै भन्नाले यहाँ क्लिक गर्दै गएपछि यसले विभिन्न मोडहरू फेरि यो हेर्नु त साथीहरू, यो यसले चाहिँ हाम्रो साउन्डलाई कलर मोडहरू हेर्नु त साथीहरू। एकमा यहाँ मैले हल्का छ यसलाई यो कलरलाई बढाउन भन्दा तपाईँले देख्दै हुनुहुन्छ होला, यो कलरलाई यसरी बढाउन घटाउन सकिन्छ र यो कलर अर्को मोड ल्याउनु पर्यो भने पनि साथीहरू, जस्तै यसलाई क्लिक गर्ने यो अर्को मोड आएछ कलरको हेर्नलाई तपाईँले देख्दै हुनुहुन्छ। फेरि यसलाई क्लिक गर्नु पर्यो, अहिले अर्को मोड आयो कलर, यसलाई कलरलाई बढाउने अथवा फेरि क्लिक गर्ने अर्को मोड आउँछ, अनि बढाइदिउँ अनि फेरि क्लिक गर्ने अर्को मोड आउँछ साथीहरू, फेरि क्लिक गरौँ अर्को मोड आयो है, यसलाई बढाइदिउँ फेरि क्लिक गरौँ अर्को मोड आयो, देख्दै हुनुहुन्छ। अब फेरि क्लिक गरौँ अर्को मोड आउँछ, क्लिक गर्दै गएपछि यसको 3 मोडहरू छ है साथीहरू, 3वटा मोडहरू चाहिँ यसले कलरको चेन्ज गरिरहेको छ। यो मेकानिकल किबोर्डको विशेषता भनेको यो के छ भने अब यो गेमिङ किबोर्ड हो, अर्को टाइपिङको लागि पनि राम्रो छ एकदम र यसको यो टाइपिङ साउन्ड पनि तपाईँले देख्दै हुनुहुन्छ। यो मेकानिकल किबोर्डको चाहिँ साथीहरू विशेषता भनेको यो एकदम बलियो किबोर्ड हो, अर्को गेमिङ किबोर्ड र यो टाइपिङ एकदम स्मुथ हुन्छ साथीहरू है, तपाईँले सुन्दै हुनुहुन्छ होला यसको टाइपिङ साउन्ड कमाल छ साथीहरू, देख्दै हुनुहुन्छ होला सुन्दै पनि हुनुहुन्छ होला है। तपाईँहरूलाई मेकानिकल किबोर्ड अब लिँदाखेरि अलिकति हाई प्राइस पर्छ, यो एटम 96 किबोर्डको प्राइस चाहिँ 2500 छ र यो किबोर्ड लिँदा अलिकति महँगो परे तापनि साथीहरू एकदम राम्रो छ, लङ लास्टिङ हो है। यो किबोर्ड लिइसकेपछि तपाईँहरूको कि बिग्रिने गर्ने होइन, अथवा एउटै चिराख्ने होइन, मिस्टेक हुने होइन, अथवा एउटै पोइन्ट जस्तै अब केही बेला यसको हामीले कुनै पोइन्ट हालिराख्दा अथवा एउटा चिराख्दा होइन, केही समयपछि तत्काल त कुनै पनि किबोर्ड बिग्रिँदैन, बिग्रे पनि हामीले चेन्ज गर्न सकिहालिन्छ। तर कुनै किबोर्ड चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामीले केही वर्ष केही महिना चलाइसकेपछि त्यो किबोर्डमा अलिकति इफेक्ट आउने भनेको इररहरू आउने त्यस्तो समस्या हुन्छ। तर यो किबोर्डमा चाहिँ त्यस्तो हुँदैन र मैले चलाएँ लगभग 1.5 महिना यो किबोर्डलाई मैले 1.5 महिना चलाइसकेँ र चलाइसकेपछिको रिभ्यू हो अनि एकदम बेस्ट छ है। अब यहाँबाट हामीले के गर्न सकिन्छ, योबाट हामी बिस्तारै साउन्ड यीबाट हाई बनाउन पनि सक्छौँ। यसरी हामीले के गर्छौँ त साउन्डलाई यसरी घुमाएर सट्ट लो बनाउन पनि सक्छौँ है। अब त्यो मात्र नभए यहाँ कलरहरू चेन्ज पनि हुन्छ, यी थिच्यो भने यसको कलर चेन्ज हुन्छ, फेरि अर्को थिच्यो भने कलर चेन्ज हुन्छ, कलरलाई बढाउने हाई बनाउने कलर होइन, डार्कनेस घटाउने है, यही छ। अनि अर्को यो मेकानिकल किबोर्डको बेस्ट पार्ट भनेको मेकानिक किबोर्डको चाहिँ इम्पोर्टेन्ट भनेको अथवा मेकानिक किबोर्डले चाहिँ किन त भन्दाखेरि म तपाईँलाई एउटा विशेषता यसको बताउँछु। यो चाहिँ के हुन्छ त यसको कीहरू सबै फेर्न मिल्छ क्या साथीहरू, यसको टुल्सै छ, यो की निकाल्ने टुल छ र की निकाल्ने टुल्स मात्र नभएर साथीहरू है के देखाउनु गइरहेको छ, यो कीको चाहिँ अहिले यहाँ चाहिँ हामीले डेमोको रूपमा यो दिएको छ है साथीहरू है। यो भित्रको यो किबोर्डभित्रको चाहिँ यो किबोर्डभित्रको चाहिँ के हुँदछ साथीहरू, किबोर्डभित्रको की हो, यो कीलाई चाहिँ सजिलैसँग निकालेर हाल्न सक्छौँ है। यसको टुल्स पनि दिएको छ साथीहरू, म तपाईँहरूलाई देखाउनु। अब यसको टुल चाहिँ हामीले यो ध्यान यो टुल्सको सहायताले तपाईँले अलिकति ध्यान दिएर हेर्नु, यो टुल्सको सहायताले यो कीलाई यसरी प्रेस गर्नु अथवा यताबाट प्रेस गर्नु अनि यसरी तान्ने हेर्नु। यो की हाम्रो बिग्रिहाल्यो भने है हामी के गर्न सक्छौँ हेर्न सक्छौँ। त्यो मात्र नभएर साथीहरू यो छ नि, यो साथीहरू हेर्नु त यो पनि हामीले फेर्न मिल्यो साथीहरू, हेर्नु ल यो पनि हेर्नु यसरी फेर्न मिल्यो साथीहरू।
त्यही भएर यो किबोर्डको विशेषता भनेको यो मात्र नभएर यो की पनि सबै है साथीहरू सबै तपाईँलाई लाग्नु एउटा मात्र भन्नु होइन सबै छ यो ठुल्ठुलो पनि मजाले हामी के गर्न सक्छौँ किन्न पनि त्यसको की नै हामी सजिलै हामी के हेर्न सक्छौँ यसको टुल्स दिएकै हुन्छ है हामीलाई किबोर्ड दिँदै टुल्स दिएको हुन्छ र यो किबोर्ड तपाईँहरूले आँखा चिनेर लिनुहुन्छ योभन्दा हाई प्राइसको पनि मेकानिकल किबोर्डहरू छन् र अहिले चाहिँ अब मलाई लागेको अब मेरो भ्यू अनुसार चाहिँ तपाईँहरूले मेकानिकल किबोर्ड लिँदा एकदम बेस्ट हुन्छ साथीहरू तर अब सबै मेकानिकल किबोर्डै लिनुपर्छ भन्ने होइन आफूलाई जस्तो सुटेबल हुन्छ त्यही अनुसारको लिने हो तर तपाईँले अलिकति प्राइसलाई चाहिँ कम्प्रोमाइज नगरी प्राइस चाहिँ अलिकति हाइकै लिन चाहनुहुन्छ भने चाहिँ तपाईँले फेन्टेकको एटम 96 किबोर्ड एकदम रिजनेबल प्राइसमा लिँदा हुन्छ होइन फेन्टेकको एटम 96 किबोर्ड एकदम रिजनेबल प्राइसमा लिन सक्नुहुनेछ होइन तपाईँलाई लाग्छ कीहरू होइन कीहरू चाहिँ खुल्दै नखुल्ने हुन्छ कि भन्ने होला है साथीहरू मजाले फेर्न मिल्छ क्या तर अरू पनि त फेर्न मिल्छ नि त भन्नु होला है अरूको चाहिँ के हुन्छ नि यो छ नि साथीहरू यो पार्ट छ नि यो पार्ट चाहिँ रबरको हुन्छ क्या भित्र त्यसको चाहिँ के छ नि यो पनि हामीले फेर्न मिल्छ है भित्र त सामान्य हुन्छ हेर्नुहोस् ग्राउन्ड मात्र हुन्छ त्यो ग्राउन्ड त हतपत बिग्रिँदैन हेर्नुहोस् अब यसलाई अब कुटाउने झार्ने पानी नै लाउनु मन फर्स्टको के लाग्यो तर चलाएर मात्रै चाहिँ बिग्रे तापनि के छ त अप्सन छ भनेको लङ लास्टिङको लागि चाहिँ यो किबोर्ड एकदम बेस्ट किबोर्ड है साथीहरू मेकानिकल साथीहरू यसरी मजाले हामीले के गर्नु सक्नुहुन्छ त यसलाई निकालेर हाल्न सक्ने भन्नु है साथीहरू यसरी गर्नमा अझै देखाइदिन्छु हेर्नु यसले कति मजाले समाउनु रहेछ हेर्नु नि बनाएकै त्यसरी बनाउनु हुँदो रहेछ नि ट्याक्क है अब यो हातले हतपत निकाल्न त सकिँदैन यसलाई है हातले अप्ठ्यारो छ र यो ट्याक्क थिचार कि यसरी टेस्ट गरिसक्नु मजाले एकदम राम्रो छ साथीहरू यो किबोर्ड चाहिँ तपाईँहरूले प्रयोग गर्न सक्नुहुनेछ एकदम रमाइलो छ राम्रो भन्दै तपाईँहरूले अब यो किबोर्डको चाहिँ यो कतिले खोजिराख्नु भएको हुन्छ यो कस्तो रहेछ यसलाई प्रयोग गर्न कस्तो हुन्छ कतिको यो लाइटहरू चाहिँ केही समय चलेर चल्दै नचलेको अथवा साउन्डहरू है साउन्डहरू चाहिँ हुँदै नभएको भन्ने होइन हुन्छ है यसलाई अलिकति मजाले प्रेस गर्नु होला होइन अनि फेरि यसरी क्लिक गर्नु होला है अनि यसको साउन्डको लागि चाहिँ साथीहरू मेन चाहिँ साउन्डको लागि है यसरी अब यो लाइट मात्र चलिरहेको छ साउन्ड चलेको छ साउन्डको बनाउने यसलाई अलिकति प्रेस गर्नु यहाँनिर बत्ती बल्छ है साथीहरू यहाँ हेर्नु ल यो तिनटै बत्ती बल्छ क्या अनि मात्रै साउन्ड मोडमा जाने है साथीहरू ल तपाईँहरूले हेर्नु होला है त साउन्डको लागि चाहिँ कसरी हामीले भोल्युमलाई बढाउने घटाउने सन्दर्भमा चाहिँ होइन सिचुएसनमा चाहिँ हेर्नु साथीहरू यसलाई यो क्लिक गरिरहेपछि यहाँ एनसिडब्ल्यूले चाहिँ यो लाइट बल्छ है तिनटै बल्छ अनि मात्रै साउन्डलाई भोल्युमलाई हामीले बढाउन घटाउन सक्छौँ है साथीहरू यसलाई खिचिराख्नु अब तिनवटा क्लिक क्लिक गरेपछि अब साउन्ड बढ्ने घट्ने है साथीहरू हो नि है मजाले बढिरहेको छ साथीहरू साउन्ड पनि फेरि यसरी मजाले के हुन्छ जब यो हामीले अलिकति बढी प्रेस गर्छौँ साथीहरू यो तिनटै लाइट क्लिक क्लिक गर्छ अनि मात्रै कलरको बनाउने हो कि साउन्ड बनाउने अनि चेन्ज हुन्छ जस्तै अब मैले कलरको मात्रै बनाउनु बनाउने फेरि यसलाई क्लिक गरिराखेँ अब के भयो कलरको देख्नु है तपाईँले कलरमा हो साथीहरू हेर्नु है साथीहरू फेरि होइन जस्तो लाग्छ होला तपाईँलाई है अब साउन्ड बदल्नु पर्यो भने साउन्डलाई भोल्युम बढाउनु घटाउनु पर्यो भने यसलाई खिचिराख्नु यहाँनिर तिनवटा बल्छ है साथीहरू हो क्लिक क्लिक गरेर देख्नु अब यो के हुन्छ साउन्ड मजाले एकदम राम्रो किबोर्ड छ साथीहरू चलाउन पनि छिटो र यो तपाईँलाई यहाँ टाइप गरेर नि साथीहरू एकदम राम्रो छ बोर्डमा के टाइप गरेर अब म नेपाली नै टाइप गरेर साथीहरू मेन इङ्ग्लिस त टाइप गरि नै हालिन्छ तर नेपाली केही अप्ठ्यारो होला कतिलाई अथवा असहज हुन्छ नेपाल हाम्रो देश हो सबै
जना अरू मिलेर बस्नु पर्छ। नेपाली ठिक छ। अब इङ्ग्लिसको त पुरै नगर्नु साथीहरू। आवर नेपाल इज इङ्ग्लिस त पुरै नगर्नु साथीहरू। एकदम फ्लुएन्टली सलल छ होइन, नेपाली टाइपिङ सलल छ र यो किबोर्डको जुन साउन्ड छ नि टाइप गर्नु, त्यसले पनि टाइप गरौँ मन लाग्छ क्या साथीहरू। टाइप गरौँ मन लाग्छ है। तर अब त्यही हो, यही किबोर्ड दिनुपर्छ भन्ने होइन साथीहरू, तपाईँको रोजाइ अनुसार जुट अनुसार। तर अब मेकानिकल किबोर्ड अलिकति पैसा हालेर चाहिँ होइन, पैसा केही बढी नै हालेर, पैसा चाहिँ महँगै परे पनि होस् होइन, अलिकति दाम हालेर लङ लास्टिङको छ भने अथवा राम्रो चलाउँछु भने चाहिँ यो फेन्टेकको 1896 बेस्ट छ। र योभन्दा राम्रा पनि अथवा योभन्दा अलिक कम खालका पनि धेरै छन् है साथीहरू किबोर्डहरू। तपाईँले छानेर रोज्नुहुनेछ, छानेर किन्न सक्नुहुनेछ। यो चाहिँ अहिले फेन्टेकको 1896 किबोर्ड हो, तपाईँहरूले हेरेर हेर्न सक्नुहुनेछ। र म के भन्न चाहन्छु भने साथीहरू, तपाईँहरूलाई यो भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। र तपाईँहरूले माया साथले गर्दाखेरि नि अझ नयाँ नयाँ किसिमको भिडियोहरू बनाउनु प्रेरणा मिल्नेछ, इफोर्ट मिल्नेछ भन्ने भिडियो चाहिँ यहीँ अन्त्य गर्छ। धन्यवाद।